3 वर्ष अघिसम्म स्टुडियोमा ग्रेटर नेपालको नक्सा राखेर छाती पिट्दै नेताहरूलाई गाली गर्ने रवि लामिछाने आज यस्तो किन भन्दैछ? तपाईहरुलाई एउटा कुरा के बताउन चाहन्छु भने कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। पुराना राजनीतिक दलका नेताहरू ठ्याक्कै यस्तै भन्थे, तर भारतीय नेताहरूसँग आम्ने सामने हुँदाखेरि चुइक्क बोल्दैन। सरकारको नेतृत्व गरिरहेको दलको सभापतिको हैसियतमा रवि लामिछानेले पनि यसपटक भारतको भ्रमण गरेर फर्किए, तर पुराना नेताहरू जस्तै उनले पनि लिपुलेक र कालापानीको विषयमा एक शब्द बोलेन। भारत जाँदै गर्दाखेरि जोडतोडले सिमानाको मुद्दा उठाउनु होला, हाम्रो गुमेको भूमि फिर्ता माग्नु होला भन्ने त्यो अपेक्षा थियो, तर तपाईँले काहीँ कतै त्यो कुरा राख्नु भएन, बिर्सिनु भएको सभापति। अब तपाईँ भन्नुहोस् कुन रवि लामिछाने ठिक? हिजो टेलिभिजनको स्टुडियोमा ग्रेटर नेपालको नक्सा राखेर छाती पिट्ने रवि लामिछाने ठिक कि आज सुझबुझका साथ यस्तो कुरा गर्ने रवि लामिछाने ठिक? दुईटै कुरा ठिक त हुँदैन होला, तर उनका अन्धभक्त समर्थकहरूले चाहिँ त्यति बेला पनि सही भन्थे, अहिले पनि सही भनिरहेछ। भोलि केही कारणवश भारतसँग सम्बन्ध बिग्रियो र रवि लामिछाने फेरि छातीमा ग्रेटर नेपालको नक्सा टाँसेर भारतलाई गाली गर्न आयो भनेपछि पनि यिनका समर्थकहरूले सही नै भन्ने छ। मलाई सोध्नुहुन्छ भने रवि लामिछानेको व्यक्तिगत लाभको हिसाबले उनी त्यति बेला पनि सही थिए, अहिले पनि सही छ। किनभने उनी त्यस्तै भड्काउ उत्तेजक अभिव्यक्तिहरू दिएर नि यहाँ पुगेका हुन्। आज पनि उनी ठिक छन्, किनभने सत्तामा बसिरहनको लागि भारतलाई खुसी बनाउन आवश्यक छ। आज म तपाईँलाई रवि लामिछानेको भारत भ्रमणको पछाडि नदेखिएका यस्ता पाटाहरू देखाउँदैछु, धेरै मान्छेहरूको शान्ति भङ्ग गर्नेवाला छ। कुराको सुरुवात गरौँ रवि लामिछानेले भारत सामु राखेको एउटा विशेष शब्दबाट। उनले भारतीय पत्रिकामा एउटा लेख लेखेर आफूहरूसँग पुराना दलहरू जस्तो कुनै पनि ब्यागेजहरूको भारी नभएकाले आफूहरूलाई विश्वास गर्न भनेका छन्। यो हामीसँग पुराना ब्यागेज छैन भन्नुको अर्थ के हो? यो ब्यागेजको अर्थ बुझ्नको लागि हामीहरू पुराना राजनीतिक दल र तिनका नेताहरूसम्म पुग्नुपर्छ। रासोपाले आफूसँग पुरानो ब्यागेज छैन भन्नुको अर्थ पुराना दलहरूसँग यो ब्यागेज थियो भन्ने अर्थ लाग्छ। उसो भए पुराना दलहरूसँग कुन ब्यागेजको भारी थियो त? त्यो ब्यागेज हो नेपाल अङ्ग्रेज युद्धपछि सुरु भएको राष्ट्रियताको लिगेसीको ब्यागेज। 1950 को सन्धि, गण्डक र कोशी जस्ता सम्झौताहरू र सीमा विवादको भारी। विगतमा रासोपाभन्दा अगाडि हरेक क्रान्तिकारी शक्ति अथवा नयाँ शक्तिको एउटा महत्त्वपूर्ण एजेन्डा यो पनि हुन्थ्यो। यो भारी उनीहरूको लागि साह्रै गाह्रो थियो, तर यो भारी नबोकिकन राजनीति पनि हुँदैन थियो। चुनाव जित्नको लागि, सत्तामा पुग्नको लागि राष्ट्रवादी बन्नै पर्थ्यो र रवि लामिछानेले ठ्याक्कै यही ब्यागेजको कुरा गरेका हुन्। उनी भन्दैछन् हामी नयाँ मान्छे हौँ, हामीलाई विगतका कुरासँग मतलब छैन, हामीलाई मतलब छ त केवल अब अगाडिको कुरा मात्र। हामी 1950 को असमान सन्धिको कुरा पनि गर्दैनौँ, लिपुलेक र कालापानीको विषयमा न्यु पनि खोज्दैनौँ, बस हाम्रो पार्टीलाई गरी खान देऊ। हामीसँग पुरानो ब्यागेज छैन भनेर उनले यसपटक भारतलाई दिएको सन्देशको भित्री मर्म यही हो। तपाईँले भन्नुहोला होइन, उनले त विकास कूटनीतिको कुरा गरेका छन्, भारतसँग दुई देशलाई जोड्ने विकासको प्रस्तावको कुरा गरेका छन्। अब आउनुहोस्, अब यो विकास कूटनीतिको पनि पर्दा च्यातौँ। उनले भारत सामु आफ्नो लेख मार्फत राखेका प्रस्तावहरू यस्ता छन्। भारतको रक्सौलदेखि काठमाडौँसम्मको रेल निर्माण, पोखरा र लुम्बिनीबाट भारतका मुख्य सहरहरूमा सिधा उडान, सिमानामा रासायनिक मल कारखानाको स्थापना, नेपालका जलविद्युतहरूलाई भारतको ऊर्जा करिडोरसँग जोड्ने प्रस्ताव। अब तपाईँ भन्नुहोस्, यहाँ भारतलाई रणनीतिक रूपमा फाइदा हुने प्रस्ताव चाहिँ कहाँ छ? कुन चाहिँ बुदामा भारतलाई रणनीतिक रूपमा फाइदा हुनेवाला छ? यी प्रस्तावहरू सुन्दा जति मिठा छन् त्यति नै भारतको रणनीतिक स्वार्थहरूसँग बाँझिने खालका छन्। किन त? एक एक गरेर बुझौँ। शक्तिशाली राष्ट्रहरू जहिले पनि आफ्नो छिमेकमा नियन्त्रित अस्थिरता चाहन्छ, त्यो देश जहिल्यै परनिर्भर भइराखोस् भन्ने चाहन्छ। नेपाल पूर्ण रूपमा आत्मनिर्भर र आर्थिक रूपमा स्वावलम्बी भयो भनेपछि भारतको कन्ट्रोलबाट बाहिर जान्छ, उसले भोलि भारतलाई टेर्न छोड्छ, भारतको स्वार्थ अनुरूप काम गर्दैन, उसले नेपालभित्र सूक्ष्म व्यवस्थापन गर्न सक्दैन, जसले माइक्रो म्यानेजमेन्ट भन्छ। नेपाल धनी हुनु भनेको भोलि भारतको नियन्त्रणबाट फुत्किनु हो र चीन जस्ता राष्ट्रहरूसँग स्वतन्त्र व्यापार गर्नु हो। जसरी एउटा यत्रो सानो फुच्चे उत्तर कोरियाले संसारको टाउको दुखाएको छ, यदि नेपाल भोलि भारतको नियन्त्रणबाट फुत्कियो भनेपछि यो भारतकै लागि टाउको दुखाइ हुनसक्छ उनीहरूको बुझाइमा। भारतको नेपालप्रतिको मुख्य इन्ट्रेस्ट व्यापार होइन, सुरक्षा र परराष्ट्र मामिलाको नियन्त्रण हो। त्यसैले रवि लामिछानेले आफ्नो लेख मार्फत यी जति प्रस्तावहरू राखेका छन् यो भारतको लागि होइन, त्यो हाम्रो लागि हो, हामीलाई देखाउनको लागि हो। किन त भन्नु होला, त्यसको पनि कारण छ। राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दलहरू खराब, हामी राम्रो, हामी उनीहरूभन्दा फरक हौँ भनेर आएको। हिजो के थियो, पुराना राजनीतिक दलहरू चुनाव जित्दा बित्तिकै भारत गएर हाजिरा लगाउनै पर्थ्यो।
प्रचण्डले त एकपटक म चीन र भारत दुवैको लागि कम्फर्टेबल छु भनेर सार्वजनिक रूपमै भनेका थिए। यो लम्पसारवादको नेपालमा निकै आलोचना हुन्थ्यो। अब अहिले नयाँ भनेर आएको पार्टीको सभापति पनि त्यसरी नै हाजिरी लगाउन गएपछि त्यसरी त मिल्नेवाला छैन। के भन्ने, हामी पनि पुराना दलहरू जस्तै हाजिरी लगाउन गयौँ भन्न त मिलेन। अब के गर्ने त, भारतलाई खुसी बनाउन हाजिरा लगाउन त जानै पर्नेछ। यता जनता सामु हामी पुराना दलभन्दा फरक हौँ भनेर भन्नु पनि परेछ, देखिनु पनि परेछ। त्यही भनेर आएको यहाँ पर्यो सङ्कट। हरेक समस्या आविष्कारको जननी हो भने जस्तै यहाँ निस्यो एउटा मास्टर प्लान। यसलाई अर्कै भाष्यले प्रतिस्थापन गरिदिने, यसको नाम नै फेरिदिने, विकास कूटनीति भनिदिने। हामी थोरै न हाम्रो सत्ताका लागि गएका हौँ, हामी त विकास कूटनीतिका लागि गएका हौँ भनेर आफ्नो प्रचार तन्त्रबाट फिटाउने, आफ्ना भद्र भलाद्मीहरूलाई यही कुरा प्रचार गर्न लगाउने। यही मास्टर प्लान अन्तर्गत निस्किएको हो रवि लामिछानेको हिन्दुस्तान टाइमको त्यो आर्टिकल, र यसले काम पनि गर्यो। सबैको ध्यान यही रवि लामिछानेले प्रस्ताव गरेको विकास कूटनीतितिर गयो। रवि लामिछानेले मोदीसँग लिपुलेख र कालापानीको विषयमा बोल्नै परेन। पशुपतिको यात्रा, सिद्राको व्यापार। अब त्यसो भए भारतले चाहिँ बोलाएर त्यत्रो स्वागत किन गर्यो त? अहिलेसम्म कुनै पनि नेताहरूलाई नदिएको स्वागत भारतले दिनुपर्ने कारण के छ? यसको कारण हो जेनजीको डर। भारतले थाहा छ नेपालको जनमत अहिले पूर्ण रूपमा फेरिएको छ। पुरै देश नयाँ मान्छेले भरिएको छ। हिजोका कम्युनिस्टहरू र राजावादीहरूले भारत विरोधी शक्तिको रूपमा प्रशिक्षित गरेका थिए। नेपाली जनताको एउटा सोलो डोलो माइन्डसेट भारत विरोधी हुने गर्थ्यो। तर अहिले राजनीतिमा कोरा कागज जस्ता नयाँ पुस्ताको प्रवेश भएको छ। इन्डियाले यसलाई ठुलो अवसरको रूपमा देखेको छ। नेपालमा आफ्नो बिग्रिएको छवि सुधार्ने अवसर। भारतको साउथ ब्लकले के बुझेको छ भने पपुलिस्टहरूमा एउटा यस्तो खतरनाक ताकत हुन्छ, उनीहरूले जे भने समर्थकहरूलाई त्यही सत्य लाग्छ। अहिले यी पपुलिस्टहरूले आफ्नै भाषा बोल्न लगाउन सकियो भनेपछि एकातिर नेपालमा भारतको इमेज सुध्रिन्छ, अर्कोतिर चीनको प्रभाव कम हुन्छ। तपाईँ हेर्नुहोस् न, बालेन शाहले संसदमा अस्ति नेपालले पनि भारतको सिमाना मिचेको छ भने त्यसलाई पुष्टि गर्नको लागि उनका समर्थकहरू कसरी लागे? अघिल्लो पुस्ताले यस्तो सोच्न पनि सक्दैन। भारतलाई चाहिएको यही हो, ब्रेन वास गर्न सजिलो हुने जमात। त्यसैले रवि लामिछानेको भारत भ्रमण, उनले प्रस्ताव गरेको विकास कूटनीति, यो सबै एउटा न्यारेटिभ सिफ्ट मात्रै हो। सत्तामा आउनुभन्दा पहिला एक्सट्रिम राष्ट्रवाद चाहिएको थियो। रवि लामिछाने स्टुडियोमा बसेर ग्रेटर नेपालको नक्सा टाँच्थे। बालेन शाह मेयरको अफिसमा ग्रेटर नेपालको नक्सा टाँच्थ्यो। फेसबुकमा कूटनीतिक नोटहरू लेख्थे। अब सत्तामा आइसकेपछि त्यही भाषा बोल्न त सकिँदैन, जुन पहिलेका नेताहरूले पनि सक्दैनथे। माओवादीले सङ्घर्ष गर्दाखेरि सुरुमी युद्ध गर्ने भन्थ्यो, सत्तामा पुगिसकेपछि कम्फर्टेबल हुने प्रतिस्पर्धामा थियो। यिनीहरू पनि त्यही लाइनमा छन्, मात्र यिनीहरूले न्यारेटिभ चेन्ज गर्न खोजेका छन्। पहिलेभन्दा फरक देखाएर त्यो सिर कोडेर घिउ पिउने भने जस्तो। यो मेरो व्यक्तिगत विचार हो। तपाईँले कस्तो लाग्छ कमेन्ट गर्नुहोला। गाली गर्ने हो भने गर्नुहोला। धन्यवाद।